Happy birthday to Auntie. Thank you, thank you. Happy birthday to you, Amila. Thank you. जन्मदिनको मलाई शुभकामना। धेरै धेरै खुसी पार्नु भएकोमा तिमी दुईटैलाई मेरो मनदेखि थ्याङ्क यू बेटा थ्याङ्क यू। सो हेलो गाइज वेलकम टु माई भ्लग। आशा तपाईँ सन्चै हुनुहुन्छ होइन? म पनि सन्चै छु। आज चाहिँ भाइले र मैले खतरा प्लान गरेको छु क्या। भोलि चाहिँ आन्टीको बर्थडे हो। आन्टी भनेर पनि म उसलाई आफ्नो मम्मी जस्तै मान्छु होइन, मान्न चाहिँ मनदेखि मुखले मात्र आन्टी भन्छ। मेरो लागि एक साह्रो केही कमी गरेको छैन उनले। आन्टी भन्ने हो तर मनदेखि चाहिँ आफ्नो मम्मी मान्छु। अनि भोलि चाहिँ आन्टीको बर्थडे हो, त्यही भएर हामीले उनको लागि सरप्राइज बिहानको लागि सरप्राइज रेडी गरेको छ भनौँ। केक सेक ल्याएर भाइले मैले दुइटैको प्लान थियो ल्याएको छु। त्यही भएर भोलि बिहान नै 4 बजे नभए पनि 5 बजे हामी उनलाई सरप्राइज दिनेछौँ। हेर्नु होला कस्तो हुन्छ। के भन्न चाहन्छ कि त? के हो भोलि त खतरै हुने होइन फेरि? बाबा आउनु नि भोलि। मलाई मतलब धेरै खुसी लाग्ने मनैदेखि। यस्तै छ होइन, सक्दो छिटो उठेर उयो गर्नेछु होइन भोलि त? सकेसम्म आराम राख्नेछौँ अनि छिटो गर्नेछौँ होइन जस सक्यो। त्यही हो, भोलि मम्मीको लागि राम्रो हुनेछ सरप्राइज। बिहान एकदमै मजा मनैदेखि अलि राम्रो लाग्यो। छिटो रात जाला भने जस्तो लागिरहेको छ कि मलाई त अहिले। अनि केक सेक किनेर सब फ्रिजमा राखिसक्यौँ। कसैलाई थाहा नहुने गरी अहिले भर्खरै ल्यायो केक पनि। हेर्नु कस्तो हुन्छ है। र आन्टी चाहिँ अहिलेसम्म मेरो लागि केही कमी गरेर आएन कि, मतलब आफ्नै मम्मी जस्तै। म मान्छु कि मेरो 2टा मम्मी 2टा ड्याडी छन् क्या। एउटा अङ्कल आन्टी एउटा मम्मी ड्याडी भयो। धेरै मनैदेखि धेरै मान्छु। त्यस्तो अब भोलि राम्रो हुन्छ हेरौँ है कस्तो हुन्छ। अब भोलि नै भेट्नेछौँ। अहिले चाहिँ हामी सुत्छौँ, अहिले 10 बजी राख्छ। अब छिटो सुन्नु पऱ्यो, बिहान उठ्दै खालि बेकार हुने हो। ल गुड नाइट। सो हेलो गुड मर्निङ गाइस। आन्टी चाहिँ हामीभन्दा अगाडि नै उठिसक्नु भएको थियो कि। उहाँ नुहाउनु लाग्छ अहिले। अहिले कति 5 बजे 10 मिनट छ सायद। 4 बजेर 50 मिनट भयो। हामीभन्दा अगाडि नै उठिसक्नु भयो कि। हामी अलार्म ठ्याक्कै 5 बजी त्यतिको लाग्थ्यौँ, उठिसक्यौँ। अब एकछिन गर्छौँ, जे चाहिँ प्लान छ हाम्रो। ल आन्टी यहाँ के आऊ? ह्यापी बर्थडे टु आन्टी। थ्याङ्क यू बेटा। ल हाम्रो प्लान चाहिँ सक्सेस भइसक्यो। आन्टी धेरै खुसी हुनुहुन्छ। थ्याङ्क यू बेटा थ्याङ्क यू सो मच। मम्मीको बर्थडे त हामीले भन्दा त्यही त भाइ पनि यस्तै छ। दुइटै प्लान थियो है हाम्रो बर्थडे बनाउने। ल ठिक छ। Happy birthday to you. Very good. म बहिनी पनि उठिसकेको छ है भर्खरै। थ्याङ्क यू बेटा सो मच थ्याङ्क यू। सो आन्टी तपाईँलाई कस्तो लाग्यो त आज? एकदम राम्रो लाग्यो बाबा। मैले त सोच्नै सकेको थिएन यस्तो। म त बिहानै उठेर 4 बजे उठेर नुहाइ गरेर बाथरुमबाट रुममा गएर कपडा चेन्ज गर्दै आन्टी यहाँ आउनु म कस्तो झम्म गयो क्या। यो के भन्दैछ यो आज के आयो काहीँ सर्प त आएन कोठादेखि घरभित्र भन्ने सोचेँ क्या। अनि सरप्राइज दिलाइरहेछ छोरो त यस्तो 2टाको प्लान हिजै रहेछ। मैले थाहै पाएन। बिहान 4 बजे सरप्राइज धेरै राम्रो। कहिले यस्तो बर्थडे मैले मनाएको पनि थिएन जिन्दगीमा। कति वर्ष भयो अहिले? 34 वर्ष भयो। 34 वर्षको फर्स्टचोटि हो यो मैले बर्थडे। मेरो छोराहरूले मलाई सरप्राइज दिएकोमा धेरै धन्यवाद दुइटैलाई।
वेलकम। अनि हाम्रो चाहिँ अलिक गडबड भयो क्या, सुतेकैमै सरप्राइज दिनु मन थियो। आन्टी चाहिँ बिहानै हामीभन्दा नि अगाडि उठिसक्यो, नौलाँदै त्यही पनि ठिक छ, राम्रो भयो, रमाइलो भयो। आज बिहान एकदम खुसी लाग्यो। भाइलाई कस्तो लाग्यो? एकदम राम्रो। यिनीहरूले त मकै धुवा छैन उठेर पनि। मैले त अहिले झन् उसले पनि धुवा छैन। सरप्राइज सक्सेस भयो। सक्सेस नै भयो। एकचोटि फेरि पनि ह्याप्पी बर्थडे टु आन्टी। थ्याङ्क यू मम्मी ल। थ्याङ्क यू। जन्मदिनको मलाई शुभकामना। धेरै धेरै खुसी पार्नु भएकोमा तिमी दुइटैलाई मेरो मनदेखि थ्याङ्क यू बेटा, थ्याङ्क यू। सो यस्तै छ, आन्टीको प्लान चाहिँ अब सक्सेस भयो भनौँ। त्यति राम्रो चाहिँ भएन कि आन्टी बिहान नै उठेर हामीभन्दा नि अगाडि उठेर नुहाउँदै थिएँ। र ठिक छ, मलाई चाहिँ खुसी लाग्यो, उसलाई पनि राम्रै लाग्यो अब के एकदम सक्सेस। आन्टी पनि मनैदेखि खुसी हुनुहुन्छ होइन। यस्तै छ अब। सो आई होप कि तपाईँलाई आजको भ्लग राम्रो लाग्यो होला। राम्रो लागेपछि अब तपाईँलाई थाहै छ, लाइक सब्सक्राइब गर्नु होला, कमेन्ट शेयर। तब तक के लिए बाय बाय, मिलते हैं नेक्स्ट ब्लॉग में। बाय बाय, थैंक्स फॉर वॉचिंग।